Yes. You can do it, bro. Yes, boss. So guys, what's up? Welcome to our new vlog. आज चाहिँ हाम्रो कालु पाण्डे डाँडाको राइड भइरहेछ। यो त औडै भ्यू छ यार। उता उता यो भ्यू चाहिँ बाबाले भ्यू रहेछ यार। भ्यूटार छ भ्यूटार त्यहाँबाट बल देखिन्छ होला। त्यो त यहाँबाट त बल देखिन्छ होला नि। त्यही हो त्यहाँबाट नि पुरै भ्याली नै देखिँदो रहेछ। सागाको मन्दिर देखिँदो रहेछ। नगरकोटै देखिँदो रहेछ है। पुरै भ्याली देखिँदो रहेछ क्या। एकदमै गर्भवती गर्व फिल गरिरहेको छ गुरु होइन। तपाईँको मेरो च्यानलमा म चाहिँ पिरो चाहिँ एकदमै कडा हो। वाच इट आउट है गाइस। अनि थारू पिरो त खान सक्दैन, त्यही पनि हेरौँ के हुन्छ अब। अभी मजा आएगा ना भिडो। सक्यो केटाहरु खेल सक्यो अब फाइनली गाइज अब हाम्रो यहाँ हट स्पाइसी नुडल र 10 वटा अन्डा है। 3 जनालाई एउटा एउटा एखेर 3 जनालाई 10 वटा
रेडी भइसकेछ अनि हाम्रो केटाहरू त्यहाँ रेडी भएर बसिरहेछ। ल गाइज अब यहाँ हाम्रो केटाहरूको लागि आइसक्यो है फुड। सब साथीहरु के फुट्या अन्डा सबलाई एउटा हाल्दै ल एकछिन गाइज आज हाम्रो यो कालुपाण्डे डाँडामा आएर हाम्रो यो फुड च्यालेन्ज है रामेन हट स्पाइसी नुडल प्लस 10 वटा अन्डा च्यालेन्ज छ। सो अनि एउटा कन्डिसन छ है अन्डा चाहिँ एकचोटि खानुपर्छ है एकैचोटि मुखमा हालेर पाएन कति छिटो ल स्टार्ट भइसक्यो ल खाएपछि पनि 5 मिनटसम्म खानु पाउँदैन है। रामेन मात्रै त्यो खाएर हुँदैन है अन्डा पनि खानुपर्छ। पहिला त्यो रामेन मात्रै होइन पहिला अन्डा र रामेन सँगै इक्वली खानुपर्छ है। पानी चाहिन्छ कि मलाई त पानी चाहिँदो रहेछ अन्डाको लागि त त्यो खायो भने नबोल्नु निलो सहन नसक्ने रहेछ। त्यो खान पाए कि नपाए पिरो त भएन कि निल्नै गाह्रो हुँदो रहेछ। अन्डा 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 नखाइकन त्यो सकाउनु पाइँदैन है गाइज। अन्डा चाहिँ सकाउनै पर्ने हुन्छ। अन्डा सकेपछि अनि बल्ल लास्टमा रामेन सकिनु पर्छ है। चाहिन्छ कि मैले भनेको नि पानी खायो भने त फेरि आउट हो नि त। अन्डा 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 खानु पर्यो गाइज। अब त्यो मात्रै चाउचाउ मात्रै खाएर हुँदैन है अन्डा नि खानु पर्यो। ल यताको हाम्रो केटोले खाइसक्यो है। निल्नै गाह्रो हुन्छ। अभी मजा आएगा ना भिड़ो। अनि निल्ली पनि च्यालेन्ज हो नि त हैन 7.5 नि हो निल्न गाह्रो भयो। ल ल गाइज ल फास्ट ल सकायो सुशान्तजी विनर हुन लागेको छ। के पिरो भइरहेको छैन क्या हो? पिरो छैन निल्न चाहिँ गाह्रो It's not just about piro के it's about 10 eggs. यहाँ चाहिँ टोमेटो हाल्नु पर्ने। बेवजह इन जानवरों को भी कुछ खिला दिया करो। ये कभी मांगते नहीं है लेकिन भूख इन्हें भी लगती है। 5 मिनटसम्म होल्ड गर्नुपर्छ खाइसकेपछि। टाइमर मजा नहीं आ रहा है। माथि देखाउ माथि देखाएर पनि सजिलो हुन्छ। खै अन्डा चाहिँ उता हाल्दिनु अन्डा हाल्दिनु हैन। ल गाइस यतातिर हाम्रो सुशान्त थारूले सकाउनु भइसकेछ। टाइम स्टार्ट हुन्छ 5 मिनट होल्ड गर्नुपर्छ। ल टाइम स्टार्ट 5 मिनट स्टार्ट। सपनाले हो रातै भइसक्यो त उता माथि हेर नि माथि
Yes. I'm done doing, bro. Yes. ल भाइ सेकेन्डको लागि अब यहाँ कम्पिटिसन भइरहेछ है। मेरोमा अन्डा ठुलो परेको छ। मजा आयो मजा आयो मजा आयो। ओके फर्स्ट रनर अप हाम्रो सलन ह्याङ राई अनि हाम्रो लास्ट हुनुभएको छ आशिष। कस्तो फिल भइरहेको छ साह्रो तँलाई 10-10वटा बोइल एग खाएर त्यो पनि पिरो छ आइरहेछ त्यो पिरो भन्ने चाहिँ याद आएन अन्डा खाँदा चाहिँ मजा आयो। अनि हाम्रो फर्स्ट रनर अप मैले जितेँ खासमा त्यो अन्डा धेरै ठुलो परेछ कि मेरोमा चाहिँ केटाहरूले यहाँ झेली गरेछ यहाँ बिहाइन्ड द सिन चाहिँ है यहाँ खत्रै केही भइरहेछ गाइस। अब थर्ड हुनुभएकोमा कस्तो फिल भइरहेछ? एबोर्सन गर्न जान्छु गर्भवती भइसकेमा। मैले फर्स्ट टाइम छ नि पानी बिना के खायो क्या पानी त चाहिन्छ यो पनि सकाउने च्यालेन्ज हो नि फेरि माथि हेरेर खाउनु उसले माथि हेरिसक्यो कि अन्डा हालिदिएको कि यहाँ जाँदै जाँदैन यस्तो हानेर ओके आजको हाम्रो यो पिरो चाउचो भन्ने के भन्ने होइन पिरै भएन केटाहरूलाई कसैलाई नि के पिरो भएको छैन। अब 10वटा अन्डा खान चाहिँ अलिक गाह्रो भयो अरे होइन। सो अब आजको लागि यति है गाइस। थ्याङ्क यू फर वाचिङ। किप लभिङ किप सेयरिङ अनि सब्सक्राइब पनि गर्नु होला है हाम्रो च्यानल भर्खर ग्रो भइरहेछ। सब्सक्राइब सपोर्टिङ भिडियो चाहिँ हेरेर वाच टाइम चाहिँ धेरै बढाइदिनु। ओके नेक्स्ट टाइम नेक्स्ट च्यालेन्ज आउँदैछ अब तिहार पछि सस्पेन्स हेर्नको लागि स्टे ट्युन। थ्याङ्क यू नमस्ते नमस्ते धन्यवाद।